बाँचुन्जेल घृणा मरेपछि पूजा मूर्ति अघि आरती। नमस्कार, म शिव खतिवडा शिष्य। नेपालका महान धर्माचार्य गुरुदेव श्री भगवत शरणजी महाराजको गोलोकवासपछि उहाँको सम्झनामा प्रा नारायण प्रसाद अधिकारीज्यूले लेख्नुभएको कविता बाबा गयौ हे कहाँ। चर्का घाम थिए सफा गगनमा वैशाख महिना थियो, धरती उष्ण थियो र नक्कसिरमा ज्वरो चढे झैँ थियो। हावा हप्प थियो उराठ दिन थियो संसार फिक्का थियो, सारा स्तब्ध थिए जरा मर्नको यही प्रश्न जागा थियो। एउटा साधक ज्ञान मूर्ति तपसी संसार लीला सकी, हिड्ने तर्खरमा विदाई क्षणको गम्भीर मुद्राली। शय्यामाथि सुतेर दिव्य पथको यात्रा विचार्दै थिए, चारैतर्फ बसी असंख्य जनता आँसु खसाल्दै थिए। छाती ढक्क थियो फुलेर सबका आँखा रसिला थिए, वाक्यै नै नफुटेर बोल्न नसकी सारा मुटु मिच्दथे। राधे श्याम हुँदै थियो वरिपरि श्री नाम संकीर्तन, राधे कृष्ण जपी गयो पुरुषत्यो आँखै नहेरिकन। धरतीबाट उठेर दिव्य रूपको ज्योति कहाँ अल्पियो, मूर्छाबाट उठेर हेर्छु दुनियाँ आकाश मात्रै थियो। सारालाई भिजाई भक्ति रसले संसार तार्ने डुगा, एक्लै आज बिदा भयो अनि मिल्यो आनन्दका सिन्धुमा। घन्क्यो शङ्ख धुजा धुजा मुटु भयो चर्किएर छाती जल्यो, ती प्यारा गुरुको अनन्ततिरको विश्राम यात्रा चल्यो। आगो दन्किरहेछ भरभर चिता पाएर प्यारो हवि, चुम्दै स्वच्छ तरङ्गले घरिघरि बग्छन् रुँदै गण्डकी। खाली सुक्क र घुक्क मात्र नजिकै बस्नेहरू गर्दथे, बाटाका बटुवा झुकेर भुइँमा सम्मान टक्राउँथे। भन्थे मानिस यो महापुरुष हो अवतार नै हो गयो, एउटा भावुक घोक्रिएर तटमा के विचार्दै थियो। अज्ञानी जनबीच ज्ञान गुणका ढोका उघारी गयौ, पाखण्डीपन ढोङ स्वाङ सठतालाई उखेली गयौ। काला बादल यी हटाई दिलमा ज्योति उदाई गयौ, भक्ति ज्ञान विरागको चहकिलो बत्ती जलाई गयौ। होलान हर्षित देवताहरू उता आयो महात्मा भनी, रोए विस्कर मर्त्य मानव यता बाबा गयौ है भनी। एउटै हो गति यो परन्तु जन यी रुन्छन् कुनै हाँस्दछन्, मर्नै पर्दछ जन्मिएपछि भने कोही ज्ञान सम्झाउँछन्। जानु आउनु मिल्नु छुट्टिनु यही हो मर्त्यको धर्म नै, भन्ने ज्ञान छ किन्तु रुन्छ मन यो बिर्सेर संसार नै। तिम्रो दर्शन पाउने रहर यो पुग्दैन रोए पनि, बाबा आशिक दे उहे सरिदै फर्किन आए पनि। खोज्छन् फुलहरू उदास मनले माली गयो हे कहाँ, गद्दी बैठक शून्य छन् किन हो बाबा गयो हे कहाँ। के खोज्छौ सगे हो नखोज टुहुरा हामी भयौँ भर्खर, जिउँदो व्यक्ति थियो गयो अब कहाँ खोजेर पाइन्छ र। रुन्छन् सुस्तरी सुक्क सुक्क सुन यी काली नदी दिनदिन, केलादी अझ रुन्छ झन् पछि पछि सम्झी गुरुका गुण। बाबा आउ न भोलि फेरि दुनियाँलाई उज्यालो दिन, छन् अन्धा बटुवा बुझेर सजिलो बाटो बताइदिन। भन्थ्यौ हौ कि मिठा मिठा शुभ कथा लालित्य वर्षाउँदै, बोल्थ्यौ शीतल प्रेम साथ सबमा वात्सल्य वर्षाउँदै। ती बाणी अब सुन्न पाउनु कहाँ स्वप्ने सरी भइगयो, खाली सम्झनुको सिवाय अरू के बाँकी यहाँ के रह्यो। फुलबारीतिर जान्छु खोज्छु कहिले घुम्ने यतै गर्दथ्यौ, गद्दीसम्म पुगेर हेर्छु कहिले बस्ने यहीँ गर्दथ्यौ। सन्ध्याकाल भयो कि झट्ट बिउजी बिर्सेर बोलाउँछु, कस्तो जीवन हो अचम्म छ हरे सम्झेर टोलाउँछु। सेता दारी बढाउँदा गुरु बुढा मैले कहाँ भुल्छु र, सेतै केस फिजाउँदा ऋषि बुढा मैले कहाँ भुल्छु र। सम्झन्छु तर सम्झना छ अधुरो सम्झेर के भो र खै, जाने चट्ट उठी गयो समयमै रोएर के भो र खै।
बाबा भावुक दक्षिणाहरू बिनी भेटीमा टक्र्याउँछु, आफ्नै पौरखका मिठा फल टिपी नैवेद्यमै लाउँछु, आँखाका दुईटा भरी कलशले पादार्घ टक्र्याउँछु, आओ हृदयमा थुपुक्क बसिदेऊ सैयामा बिछाउँछु। बाबा सुन्दर स्वच्छ कर्म पथमा हिँड्दैछु म, तिम्रै शाश्वत ज्ञानका किरणले बोल्दैछु चल्दैछु म। देऊ आशिक हे अनन्त युगको सन्देशमै साँचुला, राधे श्याम गिदाई भक्ति रसमा पौरी रमै नाचुला। माला बीच सुमेरु झैँ चहकिलो अस्तित्व तिम्रो थियो, तारा बीच शशि समान हँसिलो आलोक तिम्रो थियो, सारा लाएर गाउने गहकिलो सत्सङ्ग तिम्रो थियो, स्वप्नबाट जगाउने कति महान उद्देश्य तिम्रो थियो। कोही भन्छन् गुरुदेव स्वर्ग नगए वैकुण्ठमा पाल्नुभयो, कोही भन्छन् तपलोकलाई उछिने गोलोकमा पुग्नुभयो। खै के हो अनजान मार्ग छ कडा फर्कन्न जाने गयो, फेरि दर्शन पाउने रहर पो हाम्रो नपुग्ने भयो। पौवा मन्दिर बाटिका हिमनदे यही धाम जस्तै छ कि, यो भन्दा अझ दिव्य भव्य र विराट सौन्दर्य अर्कै छ कि। के हुन्छ त्यहाँ नयाँ अरू कुरा जो छैन यो लोकमा, जान्ने उत्सुकता छ यति जिउँदै कस्तो छ वैकुण्ठमा। धरतीमा जय हुन्छ हुन्न नि त्यहाँ सप्ताह सङ्कीर्तन, कस्ता वैष्णव भक्त छन् नि गुरुजी त्यो ठाउँ कस्तो रहेछ। हाम्रा झैँ सत्सङ्ग उत्सव कतै देखिन्छ देखिन्नकै, धेरै सोध्नु छ आत्तिदो छु अति नै सन्देश पाउन्न केही। तारा जुन उदाउँछन् गगनमा संसार भन्दैन कोही, हावा आउँछ जान्छ सुट्ट ऊ यहाँ सन्देश ल्याउन्न केही। वर्षा बादल रुन्छ मात्र धुरुरु बोल्दैन केही पनि, सोध्नै पाइन के गरौँ म त हरे सन्चो बिसन्चो पनि। थाप्छन् कर्ण कमण्डलु रसिक को भर्छ मिठो रस, तिम्रा झैँ लयदार मार्मिक कथा कसले भनिदिन्छ र। जीवात्माहरूमा दया गर भनी सल्लाहको दिन्छ र, आत्मामा परमात्माको मधुरीमा कसले भरिदिन्छ र। यो लट्टे ठग हो भनेर कतिले गाली गरेथे अरे, मार्ने आँट गरी लुकेर कतिले लट्ठी उचाले अरे। मान्छेको व्यवहार यही छ गुरुजी ठुला महात्मा प्रति, बाँचुन्जेल घृणा मरेपछि पूजा मूर्ति अघि आरती। सेवामा जुट जीवको र शिवको उद्देश्य यस्तै लिय, आत्मामै परमात्माको मधुरीमा भेटेर शान्ति पिय। यस्तै शुभ्र कथा दिएर दिलका राजा बनेका प्रिय, आऊ फेरि घुमी मनुष्य जुनीमा अवतार अर्को लिय। आऊ फेरि घुमी मनुष्य जुनीमा अवतार अर्को लिय। आऊ फेरि घुमी मनुष्य जुनीमा अवतार अर्को लिय।